हेलो गाइस, वेलकम ब्याक टु माई न्यू च्यानल। आज हामी च्यान गर्न गइरहेछौँ। अनेक थरीको यहाँ फुड छ। यहाँ खुर्सानी छ। खुर्सानी चाहिँ सबै खानुपर्छ। एउटा पर्यो भने एउटा सिँगै खानुपर्छ। यहाँ टमाटर छ, यहाँ चौचौ छ, यहाँ कुरकुरे छ, त्यहाँ समोसा छ। अर्को छ त्यो। अनि यहाँ काँचो आलु छ, अनि लेमन छ है। यहाँ मेरो मम्मी छ, भाइ छ, सानी छ, बहिनी छ। बिन्दा चाहिँ त्यहाँ उ गरेर देखाउने। ल छिटो बोल न, बोल आइजै। वेट गर, मबाट सुरु हो। देखा अब हामीलाई देखा न। चुप 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 भाइन मेरो कहाँ यहाँ। ओके यहाँ चाहिँ चिट निकालेर खान पर्ने हुन्छ। बिन्दासले अब चिट निकालेर हेरौँ के पर्छ उसको भागमा। फेरि रमाइलो गर्नुपर्छ। ल भाइ के हो ल, राम्रोसँग भनेपछि बिन्दास चाहिँ केही नखाइ बस्ने। अब पालो रहेको छ यतातिर, पट्टाएर राख्ने। ल आफ्नो टर्न सकेपछि पट्टाएर राख्ने। आइटमहरू चाहिँ यता छ। गाइस खुर्सानी परेको छ है गाइस। खुर्सानी देखौँ अब कस्तो रियाक्सन आउँछ। अब पालो रहेको छ यतातिर। ल ओके ओके क्यामेरामा नसुन होइन, यहाँ आउनुपर्छ कि जहाँ बस्यो वहीँबाट होइन नि त। जहाँ बस्यो त्यहीँबाट। ल है अब फेरि के पर्छ हामी मैले जस्तो खाएको त्यस्तै खानु पर्यो है। हेरौँ के हुन्छ के पर्यो? नुडल। मलाई चाहिँ चाउचाउ परेको छ। आफूलाई पहिलोचोटि खुर्सानी पऱ्यो। मलाई चाउचाउ परेर मलाई चाहिँ यिनीहरूले बिगार्यो। अब बिन्दासको पालो। ल ल अब हाम्रो बिन्दास खराब है यार हम दोनों को तो। लेट्स सी बिन्दास टमाटो। मलाई चाहिँ अलिक भोक लाग्यो। के पर्यो? ओ ओके ओके ओके। यत्रो मिठो मिठो खाना छोडेर रियाक्सन उता उता यता 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 गम्मै हो। अहिले पिरो भयो, अलिक चपाता त पिरो भएको थिएन। रियाक्सन हो ल। यता खुर्सानीले बहुत भरिरहेछ। नुन गाइस पालो फेरि यस यस यस। फेरि खुर्सानी पऱ्यो भने चाहिँ खाँदिन ल। त्यत्रोचोटि भोक लाग्यो। अब यता फेरि के पर्छ? अब मिठो मिठो यो खानु पर्ने हुन्छ। यत्रो आइटममा खानै पाएन यार। आफैले राखेको आफैले चाहिँ पर्छ भने जति पनि। यता मिठो यो भिडियो चाहिँ बिचमा बेडले कट गरिदियो। उसले चाहिँ दोस्रो पटक आलु तोडेको छ गाइस। सो गाइस अब चाहिँ उसको पालो हो। हेरौँ मेरो पालो। अब पालो आइसक्यो सबैलाई मेरो पालो राखेको छ। मेरो त पर्दै परेन। पक्कै पनि केही पर्छ। खुर्सानी पर्यो भने फेरि चाउचाउ निकालेर भगवान होइन भगवान खाली होला सायद। ए अघि चाउचाउ अहिले कागती। हजुर यो चाहिँ पुरा चिटिङ भइरहेछ। पुरा झिकझिक्कै खाएर खाएँ।
मेरोमा चाहिँ कागती म धेरै खान सक्दिनँ। न चिटिङ नो रिएक्सन गर नि खुर्सानी खानुपर्छ है माई टर्न यतातिर सुरु भइसकेको छ फेरि अब खाली पर्छ के पर्छ मेरो कान्छी बहिनीको मलाई फेरि थाहा भइसक्यो फेरि नुन परेको छ काटेको चम्चा ल्याउ चम्चा ल्याउ अब नुन परेको छ है कस्तो हुँदो रहेछ नुन खाँदाखेरि आफूलाई आलु र कागती के अरे खुर्सानी खाँदाखेरि मेरो छिटो हेलो बेटा छोरो फेरि कागती परेको छ मेरो सानलाई सो खानुपर्छ मैले त्यत्रो खाएँ होइन खुर्सानी सो गाइस नुन खाइसकेको छ अब फेरि पालो बिन्दासको आएको छ बिराज किन नआएको अनि यहाँ बच्चाहरूले लास्ट ड्याम पनि गर्दैछ एकजना छोरी खुर्सानी खाएर हाम्रो त केही त पाएन इम्पोर्टेन्ट चाहिँ हामीले कसैले पनि खानु पाएको छैन खास साथीहरू अब मैले चिन्नी गरी लेख्नु पर्ने अब यस्तो पालो त्यो ठुलो भयो हाम्रो पनि पालो आउनु पर्यो कागती ल खाऊ रिएक्सन गरेर भने खुर्सानी हो त्यसले खुर्सानी खानै सक्दैन गाउँ गाउँले पनि गर्नुपर्छ गाउँ कति खतरा रिएक्सन भएन नेपाल हो अब फेरि टर्न आइसकेछ तेस्रो टर्न यो माई फेभरेट खुर्सानी नै हो चाउ पर्यो